हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु मदर्स डे को भिडियो। हामीले चाहिँ मम्मीलाई टक्कसँग पूजासुजा गरेर टिको लगाएर मस्त जिस्काई आनन्द आशीर्वाद दिइराको छु, हेर्न सक्नुहुन्छ। अनि मम्मीलाई मैले उपहार चाहिँ मदर्स डे को दिनमा अब लुगा कपडा दियो भने त च्यातिन्छ, फाट्छ, सिद्धिन्छ, त्यही भएर हल्का फुल्का पैसा दिएको मम्मीको जेब खर्च। अनि त्यसपछि टक्कसँग एउटा चाँदीको औँठी, यही हो मेरो उपहार। फर्स्ट टाइम ल्याइदिएको मम्मीलाई, हेर्न सक्नुहुन्छ। अनि यो कुराउनी चाहिँ हामीले घरमै बनाएको कुराउनी हो साथीहरु। काँक्रा पनि मेरो घरमै फलेको काँक्रा हो। अनि मम्मीलाई लगाइदिएको, ठ्याक्क साइज मिल्यो। साइज मिल्छ कि मिल्दैन भनेर एकदमै डर लागिरहेको थियो मलाई चाहिँ। साइज मिल्यो, चिटिक्क बन्यो, अनि म चाहिँ एकदम खुसी भएँ। मम्मीलाई पनि गिफ्ट दिँदाखेरि नाइ भन्दै हुनुहुन्थ्यो, पैसा दिनु पर्दैन भन्दै हुनुहुन्थ्यो। मैले जबरजस्ती भिडाइदिएको। अनि मम्मीले पनि टक्क मलाई टिको लगाइदिएर फेरि दिदीको पालो आयो। अगाडि चाहिँ कोही आएको थिएनन् साथीहरु, दिदी आउनुभयो ठिक्क मैले टिको लगाउने बेला। अनि टक्क दिदीले टिको लगाइदिएर मम्मीले पनि टिको लगाइदिएर अनि यहाँ दाइको पालो आयो। हाम्रो चाहिँ एउटा दिदी अनि तीनटा दाइहरु मिस हुनुभएको छ, एकदमै याद आएको थियो आज चाहिँ मलाई। अनि अब सबै सँगै भएर लगाउँदाखेरिको छुट्टै रमाइलो हुन्छ। 2 वर्ष त हाम्रो त्यत्तिकै रोक्यो। अनि त्यत्तिकै रोकेको कारणले गर्दाखेरि चाहिँ हामीलाई एकदमै नरमाइलो लागेको थियो। अझ पनि सबैजना भेट हुन पाइएन यसचोटिको मदर्स डे। अनि मलाई चाहिँ मेरो छोरीले पनि टक्कसँग टिकी लगाइदिइरहेको थियो साथीहरु, एकदमै राम्रोसित हेर्न सक्नुहुन्छ। एकदमै खुसी लाग्यो। छोरी अब ठुली भइसके जस्तो छ मेरो पनि। अनि पर दिदीको छोरीले पनि टिको लगाइदिन्, अनि बाबुले पनि टिको लगाइदियो, ढोग गर्यो, आशीर्वाद लियो। अनि फेरि दिदीको पालो आयो, हेर्न सक्नुहुन्छ। मेरो छोरीले टिका लगाइदिएको।